दर्शकबिन नमस्कार, म पुष्कर पन्तस्वामी। दर्शकबिन यति बेला म त्रिवी शिक्षण अस्पताल बारा काठमाडौँमा छु। यति बेला तपाईँको बिचमा म एउटा विशेष भिडियो बनाइरहेको छु। यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला, अन्त्यसम्म सुनेर। यति बेला म चौजारी नगरपालिका रुकुम पश्चिम 2 निवासी 29 वर्षीय मिसन सुनार लोकेन्द्र प्याङ्क्राइज रोगसँग लडेर विभिन्न अस्पतालमा उपचार गरेर यति बेला टिचिङ अस्पतालमा उपचार हुनुहुन्छ। त्यही सही सन्दर्भमा मैले आज बिरामी मिसन सुनारका बुवा प्रकाश विश्वकर्मासँग मैले बेला रोगको बारेमा केही जानकारी दिलाउनको लागि र उहाँको आर्थिक अवस्था यति बेला उपचार गर्दा गर्दा सकिएको हुँदा र आर्थिक अवस्था खाँचो परेको हुँदा आर्थिक सहयोगको लागि अपिल गर्नको लागि यो भिडियो बिचमा बनाइरहेको छु र बिरामी मिसन सुनार लोकेन्द्रका बुवा प्रकाश विश्वकर्मासँग यति बेला म कुराकानी गर्न गइरहेको छु। स्वागत छ हजुरलाई। नमस्कार। मिसन सुनार लोकेन्द्रको के रोग हो, खासमा कहिलेदेखि उपचार गरिराख्नु भएको छ, विस्तृत रूपमा हजुरले यो भिडियो मार्फत जानकारी गर्नु। यसको रोग चाहिँ प्याक्राटाइटिस नै भन्नुभएको छ डाक्टर साहबहरूले। अनि हामीले चाहिँ विशेष 3 महिनादेखि अगाडि 3-4 महिनादेखि अगाडि नेपालगञ्जमा उपचार गऱ्यौँ। त्यहाँ पनि उपचार हुन सकेन, उपचार भयो तर निको हुन सकेन। र त्यहाँदेखि काठमाडौँको 2वटा हस्पिटल, एउटा चाहिँ होम हस्पिटलमा केही दिन हामी त्यहाँ बस्यौँ, त्यहाँ पनि भेन्टिलेटरमै राखियो। र एउटा धुलीखेल हस्पिटल काभ्रेमा, त्यहाँ पनि उपचार भयो तर सन्चो हुन सकेन। लास्टमा सबै ठाउँ डुल्दै हामी चाहिँ त्रिवी हस्पिटल टिचिङमा, आराधन टिचिङमा उपचार भइरहेको छ। र हामीसँग केही भएको यताउता टुटाइ गरेको पैसा चाहिँ 40-50 लाख चाहिँ सिद्धिसकेको हुनाले र डाक्टरले हुन्छ निको हुन्छ भन्ने एउटा आश्वासन दिएकै कारणले गर्दाखेरि र बाँकी हामीलाई औषधि उपचार गर्न कठिन भएको हुँदा र सबै आफन्तजन देश विदेशमा रहनुहुने र सबै जनसमुदायसँग एउटा सहयोगको अपेक्षाको लागि चाहिँ हामीले यो अनुरोध गरेका छौँ। दर्शकबिन तपाईँले सुनिसक्नुभयो, बिरामीका बुवा प्रकाश विश्वकर्माले नेपालगञ्ज काठमाडौँका 3वटा अस्पताल, धुलीखेल बनेपा होम हस्पिटल, अहिले टिचिङमा 4वटा हस्पिटल धाएर पनि यति बेला मिसन सुनारको स्वास्थ्य अवस्थामा सुधार्न सकेको छैन। प्याङ्क्राइटिस रोगसँग लडिरहनु भएको छ, मृत्युसँग अस्तित्वको पेटमा छट्राइरहनु भएको छ। उपचार गर्दा गर्दा घरको आर्थिक अवस्था एकदम दैनिक कमजोर भइसकेपछि यति बेला सबैसँग आर्थिकको लागि हातेमालो र आर्थिक सहयोगको लागि अपेक्षा गर्दै सबैसँग उहाँको परिवार भएको बुवाले अपेक्षा गर्नुभएको छ र मिसन सुनारलाई बचाउनको लागि। तपाईँको उपचार दिनमा कति हुन्छ र उपचार कसरी भइरहेछ, भेन्टिलेटर आइसम्म कति? हामी चाहिँ अहिले नै सुरुदेखि भेन्टिलेटरमा नै हो, भेन्टिलेटरमा नै छ बाबु। र अहिले चाहिँ हाम्रो दैनिक 50-60 कुनै दिन त अपरेसनको दिन त हामीलाई 2 लाख पनि एकै दिनमा पुगेको थियो। र अहिले चाहिँ 50-60 दैनिक लागिरहेको छ। अलि ठुलो किसिमको चाहिँ रोग भएको हुनाले एन्टिबायोटिक पनि ठुलै चलेको छ। एन्टिबायोटिक तपाईँले दिनमा कति हजारको कति किन्ने गर्नु भएको छ? त्यही 50-60 हजार दिनमा 50-60 हजारको 50-60 हजार। दर्शकबिन तपाईँले सुनिसक्नु भएको छ, विगत 4 महिनादेखि मिसन सुनार विभिन्न हस्पिटलमा रोगसँग छट्परिनु भएको छ, रोगसँग लडिनु भएको छ। दिनमा करिब 50 देखि 60 हजार, त्योभन्दा माथि पनि उपचार लाग्ने गरेको, औषध लाग्ने गरेको अवस्थाले गर्दा 40 देखि 45 लाख पैसा सकिसकेको छ। यति बेला मिसन सुनार हस्पिटलमा हुनुहुन्छ, सबैले सहयोग गरिदिनु होला। र अब के छ, डाक्टरको सल्लाह अनुसार निको हुन्छ? हुन्छ तपाईँलाई 50-60 लाख गरी खर्च होला, बुवा चाहिँ राम्रो हुन्छ, चाहिँ खर्च चाहिँ लाग्छ, बसाइ लाभ हुन्छ भन्नुभएको छ। अझै 50-60 लाख, त्यो 45-40 लाख गरेर हुन्छ कि अझै 50-60 लाख? अझै 50। दर्शकले यति बेला यति ठुलो रकम लाग्ने भएको छ मिसन सुनारलाई। सबै मिसन सुनारलाई बचाउनको लागि, 30 वर्षीय मिसन सुनारलाई बचाउनको लागि तपाईँ देश विदेशबाट सबैले सहयोग गर्नु होला। र सहयोग गर्नको लागि केमा सहयोग गर्ने, तपाईँको कुन ब्याङ्क, क्युआर केमा गर्ने? क्युआर नै छ। अब हामी काठमाडौँ बसेका हुनाले अब जुन ब्याङ्कमा खोल्नुपर्ने खाता नभए हुनाले अब चाहिँ नेपाल ब्याङ्कको खाता पनि छ मेरो खासै। र मेरी बिरामीको बहिनीको छ, निर्जला सुनारको क्युआर छ, चाहिँ त्यो नेपाल ब्याङ्कको छ, त्यसैमा नै सहयोग गर्न आउनुहुन्छ। दर्शकबिन निर्जला सुनार बिरामीको बहिनी र उहाँको छोरीको क्युआर हामीले तपाईँहरूलाई राखिदिएका छौँ। तपाईँहरूले जति हुन्छ त्यति सहयोग गर्नु होला। र हामीले बिरामीका बुवा नेपाल ब्याङ्कको चेक पनि तपाईँको बिचमा राखिदिनेछौँ। तपाईँहरूले सकेको सहयोग गर्नु होला। यो भिडियो सेयर गर्नु होला। हस्पिटलमा छट्राएका, हस्पिटलमा बचाउनको लागि तपाईँ हामी सबै